अब के सीके राउत प्रति आक्रमण हुन्छ कि हाम्रो पार्टी सभापति प्रति भयो, हालसालै रेशम चौधरी प्रति भयो, माधव कुमार नेपालज्यूको पनि बयान लिँदैछ भन्ने सुन्दैछौँ। म एउटा श्रीमती, एक राजनीतिज्ञ र एक आम नागरिकको नाताले माननीय रेशम चौधरीज्यू नागरिक उन्मुक्ति आन्दोलनका प्रतीक, एक नेता जसलाई राज्यले कार्यक्रम स्थलबाट कार्यक्रम सुरु हुन पूर्व नै एउटा कर्मचारीको व्यक्तिगत आक्रोशको आधारमा कानुनी प्रक्रिया बिना गिरफ्तार गर्यो। त्यसैले गर्दा यो सबै कुरालाई हामीले एउटा राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेको छौँ, गम्भीरताको पूर्वक लिइरहेको छौँ र सधैँ चुप लाग्न सकिने अवस्था नरहन पनि सक्छ भन्ने जानकारी गराउन चाहन्छौँ। म सरकारमै छु, हामी सत्ता पक्षमै छौँ, तर लोकतन्त्रको मूल आत्मा भनेको सत्यको पक्षमा उभिनु हो। रेशम चौधरी ज्यू प्रति भएको व्यवहारको सार्वजनिक जवाफ दियोस्, हामी जवाफको प्रतीक्षामा छौँ। काश्मीरको पहलगाम घटना भएपछि भारत पाकिस्तानको बीचमा तनाव छ, कुनै बेला पनि युद्ध हुन सक्छ। त्यस्तो बेलामा नेपाल सरकारले 11 जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ। नेपाल सरकारले के मेसेज दिन खोजिरहेछ? त्यो पाकिस्तानी आर्मीको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर 646 बाट एयर क्याडर साद मन्सुर अन्सारीको नेतृत्वमा आएछ।